नमस्कार, म विज्ञान सुवेदी र मसँगै सबै गर्याल र विनोद दाल। आज हामीले विगत लामो समयदेखि हाम्रो कृषि क्षेत्रमा प्रयोग गर्दै आएका ती कृषि औजारहरू जुन अहिले चाहिँ लोपोन्मुख अवस्थामा पुगिसकेका छन् तिनीहरूको संरक्षण र के कस्ता कृषि औजारहरू चाहिँ विगतमा कृषिको सुरुवात हुँदै गर्दाखेरि नेपालमा कसरी कृषि क्षेत्रमा यी औजारहरूले एउटा क्रान्तिकारी भूमिका खेले भन्ने कुराको ज्ञान लिन यही परम्परागत कृषि औजारको खोजी र संरक्षण गर्नका लागि यसै ज्ञान बटुल्दै हिँड्ने क्रममा हामीले हाम्रो नजिकै छिमेकमा एउटा आदरणीय हजुरआमाले त्यसलाई भावी पिँढीको लागि संरक्षण गरेर राखिदिनुपर्छ है भन्ने हेतुले यसलाई संरक्षण गरेर राखेको पायौँ र हामी अब तपाईँहरूलाई समस्त एउटा परम्परागत कृषि औजारहरूको एउटा सङ्ग्रहालय नै सानो सङ्ग्रहालय नै देखाउनेछौँ। हाम्रो आदरणीय हजुरआमा विष्णुमाया अर्यालकोमा हामी चाहिँ अहिले एउटा परम्परागत कृषि औजारको एउटा जीवित सङ्ग्रहालय अवलोकन गर्न आइपुगेका छौँ। हामीले यहाँ परम्परागत कृषि औजारहरू देखिरहेका छौँ। अब भने म यसको विषयमा ज्ञान दिनको लागि चाहिँ आमालाई यसको विषयमा ज्ञान दिनु हुन अनुरोध गर्दछु। यहाँ देखिएका औजारहरू चाहिँ जुन कृषिमा प्रयोग भइरहेका औजारहरू जसले चाहिँ विगतका समयमा एउटा राम्रो कृषि क्रान्ति गर्ने एउटा बाटो थियो, त्यसलाई चाहिँ अब हजुरले त्यो बेलामा कसरी प्रयोगमा ल्याउनु भएको थियो त्यस विषयमा चाहिँ हजुरले हामीलाई चाहिँ जानकारी दिनु हुन अनुरोध गर्दछु। जुन यो मैले हातमा लिइरहेको एउटा वस्तु छ नि, यसलाई चाहिँ के भन्छ र यसलाई चाहिँ के कस्ता क्रियाकलापको लागि चाहिँ प्रयोग गर्नुभएको थियो? यो ठेकीमा दही खनाएर मोथ्ने मदानी। यो मदानी, यो चाहिँ ठेकी। यो ठेकी पहिला चाहिँ यसरी परम्परागत रूपमा चाहिँ यसरी घिउ बनाउने मही बनाउने गरिन्थ्यो। अहिलेसम्म नि म बनाउँदैछु। जे होस् हजुरआमाले चाहिँ एउटा भावी पिँढीको लागि एउटा ज्ञान र एउटा सिप सिक्ने शैली हुन्छ भनेर यस्ता वस्तुहरू चाहिँ अझै पनि संरक्षण गरेर राखिदिनु भएको रहेछ। सो उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु म। धन्यवाद। आमा, यो जुन मैले देखिरहेको छु नि, यसलाई चाहिँ हजुरले के कस्ता कामका लागि प्रयोग गर्नुभएको थियो? यसलाई भन्न के भनिन्छ? ढकिया। ढकिया? ढकिया यो बाबियलमा बनेको ढकिया हो। यो बाबियै छ भित्र। हजुर। अनि यसलाई फुल टिप्ने भने कतै पूजा जाँदा सरजाम लिएर पूजा पञ्चमी पूजा जाँदा लिएर गइन्थ्यो यसमा। हजुर। यो ढकिया यसको नाम एकदमै प्रयोगमा चलाइराखेको अचल खन्कियो छ। ठिक छ, अब यस्ता वस्तुहरू संरक्षण गरेर राखिदिनाले पनि भावी पिँढीले हाम्रो कृषिमा सुरुवात चाहिँ कसरी भएको रहेछ भन्ने एउटा राम्रो ज्ञान पाउने अवसर चाहिँ मिल्दो रहेछ। सो हजुरआमालाई फेरि पनि धन्यवाद। धन्यवाद। आमा, यो जुन मैले मेरो शिरमा अहिले उनिरहेको छु नि, यो चाहिँ मलाई यहाँ आएर हेर्दाखेरि अत्यन्तै प्यारो वस्तु लाग्यो। अनि मैले यसलाई चाहिँ जुन जसरी प्रयोग गरिन्थ्यो होला त्यसरी नै प्रयोग गर्ने जमर्को चाहिँ गरे। अनि यो चाहिँ खास के हो र यसलाई चाहिँ किन कसरी प्रयोग गरिन्थ्यो होला? अब यसलाई चोयामै बनेको छत्री भने नि भयो, टोप भने नि भयो। यो टोपमा घाममा हिँड्दा ओड्न पानी नि अब कृषिमा काम गरेर जानु पर्थ्यो नि त असार मासु खेत रोप्न। बाग्सीहरूले टोप टाउका राखेर बाग्सी गर्थे। त्यसमा सजिलो आँखामा पानी नपरोस् भनेर बनाएको चिज। अत्यन्तै प्रिय वस्तु रहेछ यो, मलाई नि अत्यन्तै प्रिय लाग्यो। र यस्ता वस्तुहरू जुन हाम्रो कृषिलाई चाहिँ जीवित राख्ने यस्ता वस्तुहरूको संरक्षण गर्न जरुरी पनि छ र हजुरआमाले यति गरेर आज हामीले देख्न पायौँ, त्यसको लागि आमालाई फेरि पनि धेरै धेरै धन्यवाद। धन्यवाद। मेहरबानी। यसलाई चाहिँ के कुराको लागि प्रयोग गर्नुभएको थियो? गुन्द्री बन्नको लागि बाबु। यसलाई भन्न चाहिँ के भनिन्छ? यसलाई हतासो भनिन्छ। अहिले यो कृषिमा भएको आधुनिकीकरणसँगै अहिले प्लास्टिकका गुन्द्रीहरू भित्रिने एउटा जुन प्रविधि चलेको छ, यसले गर्दाखेरि चाहिँ यो कता कता विलुप्त हुन खोजेको जस्तो लाग्दैन हजुरलाई? त्यस्तै लाएर म फेरि गुन्द्री बन्दैछु। अहिले साल बनिन, पोहोर पनि बनेछु। आमा, जुन यहाँ मैले एउटा यो गुन्द्री जस्तो देखिरहेको छु नि, अलिक फरक ढङ्गको गुन्द्री जस्तो लाग्यो मलाई, जुन चाहिँ अहिले चलनमा चाहिँ खासै मैले देखेको छैन। यसको विषयमा नि केही भनिदिनु न। त्यसको विषयमा नि यो पहिला काठमाडौँतिर धेरै हुन्छ। यहाँ पनि म काठमाडौँको न्यार्नीको सङ्गतमा बसेर 26 सालमा उसले यसरी बनियो भनेर सिकाइदिएर आफै डोरा बाटे आफै तान लाएर बनेको गुन्द्री हो।
अहिले यस्ता परम्परागत चिजहरू प्रचलनमा देख्न त मुस्किलै छ नि है। मुस्किलै छ यहाँ त नेपालमा त बेसरी काठमाडौँमा चाहिँ छ सुकुलहरू यसलाई भन्न चाहिँ नेपालीमा के भन्छ? सुकुल सुकुल। यहाँ आउँदै गर्दा चाहिँ मैले एउटा यस्तो वस्तु देखेँ ढुङ्गाको होइन, यो त आजकल खासै देखिन्न। यसको प्रयोग र यसको नाम हजुरले भनिदिनुहोस् न। यसको जाँतै भन्छौँ। जाँतमा दाल दल्दा नि पाइयो, चामल दल्दा नि पाइयो, मकै दल्दा नि। मैले 3 पाथी मकैसँग दलेर ठेला पकाएर खुवाउँथेँ भैँसीलाई। अचल छोडियो, मिल नजिक नजिक भए यसलाई जे गर्न पनि प्रयोगमा ल्याउन सकिन्छ। अझै पनि म चामल 3 पाथी चामल मकुर्याएर दल्छु यसमा। आजकल त मिक्सरहरू छ, मिलहरू पनि छ। मिक्सर हुँदा पनि यसमै मसला यसैमा दल्थे। अनि मिलहरूमा लाँदा मिक्सरमा पिन्दा र यसमा यो प्रयोग गर्दाको हजुरले फरक चाहिँ के भेट्टाउनु? यसको एकदम राम्रो। मेलमा लाँदा जम्मै त्यो उसले खाने बिजुलीले, घरमा आफूले पिनेको स्वादिष्ट हुन्छ। यसको नाम चाहिँ के हो? हात हो यसको मानी। यो प्रयोग गर्न चाहिँ यो के कसरी प्रयोग गरिन्छ होला? अनि खोपेको छ, हातो बनाएर ठोक्ने, तल मानी काठैको मानी छ, त्यसमा काठैको मानी हो। मानी यो यहाँ आउँदै गर्दा चाहिँ मैले यहाँ ठुलो ठुलो बक्सा जस्तो देखेँ, यो चाहिँ के होला? गोदाम, धान राख्ने गोदाम। धान राख्ने। आजकल त मिलबाट साथै के अरे पसलबाट सिधै चामलहरू आउँछ, अब बोराहरूमा राखिन्छ। उनीहरूले ल्याउँछन् खान्छन्। हामी अझसम्म गोदाममै चल्दैछ, गोदाममै राख्ने धानै छ यहाँ भित्र नि। यसमा धान राख्दा चाहिँ के चाहिँ फरक भेटाउनु भयो होला हजुरले? यसमा धान राख्दाखेरि धान पनि काँचो काँचो भए पनि राम्रै हुने, नओसिने, राम्रो पुतली लाग्यो नि यतै लाग्छ, घरभित्र पुतली नलाग्ने। भन्छ हावाहरू चाहिँ भित्र खेलिरहँदो रहेछ। हावा खेलिरहन्छ यसमा। त्यही गुणले हामीले गोदाममै राखेको। यहाँ माथि चाहिँ धान राख्ने होइन आमा? त्यहाँबाट बोरा खनाउने मुख राखेर। मुख राखेर। अनि धान चाहिँ कहाँबाट झिक्ने त नि? अनि यहाँ तल छ नि, चापी लाउने छ। यहाँबाट चाहिँ धान आउँछ तल। हस् धन्यवाद। कृषिमा प्रयोग गर्ने सामानहरू चाहिँ हजुरले यहाँबाट जोख्नुहुन्छ? जोखिन्छ। अहिले त नयाँ नयाँ तुलाहरू आएको छ, बिजुलीबाट चल्नेहरू आएको छ। यो चाहिँ कसरी प्रयोग गर्नुहुन्छ होला? यसका ढक थिए, ऊ एउटा त ल्याए। अझ बिसौली सेर भन्ने थियो हाम्रो उसमा। यो चाहिँ हजुरले कसरी प्रयोग गर्नुहुन्छ होला? यो पनि यही ढक राखेर उतापट्टि सामान राखेर 1 किलो बनाउने। 1 किलो बनाउने यसरी जोख्नुहुन्थ्यो? हस् धन्यवाद। अनि त्यो अनाउ त्यहाँ ठेडी राख्नुपर्छ, समातेर जोत्थे। हजुर। हलो गोरुले तान्ने, 2टा गोरु जुवा लाएर। अनि यसको नाम चाहिँ के हो? यो फलामको हलो त नि। यो चाहिँ हलो? हलो फलाने हलो। यो फाली हो। यो हजुर। यो पंखा, यो काठ हरिस हालेर आनो हालेर जोत्ने। यसको नाम चाहिँ के हो र यसलाई कसरी प्रयोग गर्नुहुन्थ्यो? यसलाई कोदालो खन्ने बारीमा। यो कुटो। यो कुटो भएन? कुटो। यो चाहिँ कोदालो। नाम चाहिँ के हो र यसलाई कसरी प्रयोग गर्नुहुन्छ हजुरले? यसलाई पोतेर राखे, चामल राख्ने भयो, तोरी राख्ने भयो, मकै राख्ने, गहुँ राख्ने भयो, मकै भाँच्न लगाए बारीमा नि भयो। हजुर। घाँसे काटेर नि ल्याउँछन् यसमा। यो सबैमा प्रयोग हुन्छ। यो चाहिँ लामा यसको बारेमा अलिकति जानकारी दिनु त यसो। यो सुपो पनि भन्छन्, नाङ्लो नि भन्छन्। यो हामी निखनेरै खाइया छ अहिलेसम्म। थाला हेरेर चामल खाइँदैन, यसै निखनेरै खाइन्छ। ल यसको बारेमा पनि अलिकति बताइदिनुहोस् न त। सबैलाई नमस्कार। यो रामपुर कृषि विश्वविद्यालयबाट आउनुभएका विद्यार्थीहरू, अब्जर्भेसनमा आउनुभएका भाइहरू सबैलाई धन्यवाद छ। यो एउटा वैकल्पिक ऊर्जा अन्तर्गत चलेको यो एउटा गोबर ग्यास कम्पनी हो। यसबाट गोबरबाट हामीले ग्यास तयार गर्छौँ र त्यो ग्यासबाट हामीले खाना पकाउने काम गर्छौँ। यो वैकल्पिक ऊर्जा कम्पनीले तयार गरेको यो हाम्रो 10 घन पावरको यो ग्यासको चाहिँ सेट हो। यहाँबाट हामी गोबर हाल्छौँ, गोबर र पानी घोल्छौँ, यहाँबाट घोलेर हाल्छौँ शुद्ध गोबर। यसमा झारपात कसिन्छ केही पनि हाल्दैनौँ। शुद्ध गोबर हालेर जति गोबर त्यति नै मात्रामा पानी हालेर हामीले घोल्छौँ। घोलेर त्यसपछि यो जान्छ हाम्रो यहाँभित्र। यहाँ मुनि यसको डोम छ। यो गोबर यहाँ डोममा जान्छ। डोममा गएपछि यो भाग भनेको यहाँ तयार भएको ग्यास यहाँको माध्यमबाट हाम्रो किचनमा जान्छ, भान्सामा जान्छ र हामीले त्यसलाई प्रयोग गर्छौँ। यहाँबाट ग्यास चाहिँ कसरी भित्र जान्छ? यहाँबाट ग्यास यो त आउटलेट भइहाल्यो। यो डोम छ, यहाँभित्र डोम छ होइन। हजुर। हामीले त्यहाँबाट हालेको गोबर यहाँ डोममा जान्छ। डोममा यो अटोमेटिक सिस्टम, यसको आफ्नै सिस्टम हुन्छ। यसले गर्दा ग्यास उत्पादन हुन्छ यहाँ। र यो भाग छ जुन यो पाइप लगाएको भाग छ,
यहाँबाट यो ग्यास यो पाइपको माध्यमबाट हाम्रो भान्सामा यहाँको ग्यास जान्छ र त्यहाँ चुलो छ, हामीले चुलो त्यहाँ प्रयोग गर्छौँ र हामीले पकाउन इच्छालाई के पकाउनु पर्छ भान्सामा सबै कुराहरू यसैबाट हामीले प्रयोग गर्छौँ। दाउरा हाम्रो चाहिँ अहिले यो प्राकृतिक दाउरा भन्नुपर्छ यसलाई ग्यासलाई। अहिले त बजारमा बजारमा सिलिन्डर ग्यासहरू पनि इन्डक्सन आएको छ, इन्डक्सन चुलो इलेक्ट्रिक पनि आएको छ। इन्डक्सन अहिले छ। अहिले यो समयको माग अनुसार विभिन्न किसिमका नयाँ प्रविधिहरू आइरहेको छ होइन। इन्डक्सन चुलोहरू पनि धेरै आएको छ। अहिले हामीले इन्डक्सन चुलो चाहिँ प्रयोग गरेका छैनौँ, हामीले यही नै अहिलेसम्म यही नै प्रयोग गरिराखेका छौँ। यसको अलावा अहिले यो नेपाल आयल निगमले खरिद गरेका ग्यासहरू पनि छ, त्यो जुन ग्यास प्लान्टबाट उत्पादन गरेका ग्यासहरू पनि बजारमा आइरहेका छन्। तर हामीले निरन्तर यही बायोग्यास नै प्रयोग गरेका छौँ, गोबरबाट उत्पादन भएको ग्यास नै प्रयोग गरेका छौँ। यसमा ग्यास तयार गर्नलाई मान्छेले सेफ्टी ट्याङ्की अथवा टोयलेट पनि बनाएर त प्रयोग गरेका हुन्छौँ। तर टोयलेटको लागि राखिएको यो एउटा ठाउँ हो, यहाँ टोयलेट पनि प्रयोग गर्न सकिन्छ यसमा। त्यसबाट गएको पनि मलमूत्र सबै ग्यास नै प्रयोग हुने हो। तर हामीले चाहिँ त्यो बनाएको छैनौँ, मात्रै शुद्ध गाई भैँसीको गोबर प्रयोग गरेर यो ग्यास चलाइरहेका छौँ। अघि कहाँबाट ग्यास कहाँ जान्छ भन्ने कुरा मैले अहिले भनिसकेँ। त्यहाँबाट भित्र आउन भान्सामा, यो हाम्रो भान्सा हो, भान्सामा ग्यास आउँछ। यो हाम्रो चुलो हो, हजुर यसबाट दुईवटा चुलो प्रयोग गर्न सकिन्छ। अहिले अर्को चुलो हामीले प्रयोग गरेका छौँ, एउटा मात्रै गरेका छौँ। र यहाँबाट आएको ग्यास हामी यहाँबाट ग्यास खोल्छौँ। यहाँबाट ग्यास खोलेपछि हामी लाइटर सलाई बारेर लिएर यो ग्यास यसरी प्रयोग गर्छ। त्यो गोबर त्यहाँ हाल्छु, त्यसबाट तयार भएको ग्यास यहाँ आएर बल्छ। यसले हामीले हाम्रा खानाहरू यहीँ पकाउँछौँ। हजुरलाई चाहिँ के महसुस लाग्छ कि अहिले जुन बजारमा भित्रिएका इन्डक्सन चुलोहरूदेखि लिएर जुन बिजुलीबाट चल्ने के अरे यन्त्रहरू जसले चाहिँ हामीलाई दैनिक जीवन चाहिँ निर्वाह गर्नलाई अलिकति सहज बनाएको छ, यसरी नै आगो बाल्न एकदम सहज बनाएको छ, यो बाल्दा र तपाईँले चाहिँ अहिलेको जुन नयाँ प्रविधिहरू यसरी चाहिँ भित्रिरहेका छन् त्यसमा चाहिँ के फरक पाउनु भएको छ? अलिकति फरक त्यसमा छ। त्यसमा के छ भने विद्युत जुन यो विद्युतबाट प्रयोग हुने इन्डक्सन चुलोहरू कहिलेकाहीँ प्रयोग गर्दा गर्दा अचानक यो लाइन हाम्रो लाइन ड्युरेबल छैन, थाहै रूपमा लाइन हुँदैन, कहिलेकाहीँ झ्याप्पै लाइन जान्छ, त्यतिखेर डिस्टर्ब हुन्छ, त्यतिखेर पकाएका कुराहरू पनि बिग्रिन्छ। यो भनेको यसले कहिले पनि एकचोटि बालेपछि अब खानालाई पकाउँदाखेरि कुनै पनि बेलामा पनि यो यसको लाइन डिस्टर्ब हुँदैन र सधैँ निर्भर चलिरहन्छ। अलिकति यो नेचर फ्रेन्डली पनि देखिन्छ। अनि त्यसपछि गएर चाहिँ यो जुन हामीले गोबर ग्यास तपाईँले भर्खरै हामीलाई यो जुन गोबर ग्यासको त्यसरी अवलोकन गराउनु भयो, अनि यो चाहिँ अलिकति आफूले दिन प्रतिदिन दैनिकी जीवन निर्वाह गर्दै गर्दाखेरि निस्केका जुन गोबरहरू यही आफ्नै घरखेतबाट चाहिँ यसरी गोठबाट ल्याएर प्रयोग गर्दाखेरि चाहिँ अलिकति केही न केही हिसाबले चाहिँ सहज र अलिकति ड्युरेबल देखिने जस्तो कुरा चाहिँ देखिन्छ होइन? हामीलाई त्यो लाग्छ, किनभने यो एक नम्बर नेपाल कृषि प्रधान देश। हजुर, हामी नेताले किसान हो, किसानको घरमा एउटा दुईटा गाई भैँसी हामी पालेका हुन्छौँ। त्यो पालिसके गाई भैँसीकै त्यही मल, त्यही गोबर, त्यही पिसाबबाट नै यो ग्यास तयार हुन्छ। यसले गर्दा इकोनोमिक पनि बच्यो, किसानको इकोनोमिक पनि बच्यो। किनभने किसान भएको हुनाले अर्थलाई पनि हेर्नुपर्छ होइन। त्यसले गर्दाखेरि यता अर्थको कुराहरू अलिकति अर्थ बच्यो, किनभने बाहिर जाने ग्यास खरिद गर्न अथवा विद्युतै प्रयोग गर्दाखेरि इन्डक्सन चुलै प्रयोग गर्दाखेरि पनि पैसा हामीले बाहिर तिर्नु पर्थ्यो भने यसमा चाहिँ त्यो परेन। हामीले गाई भैँसी पालेको छौँ, त्यसैको गोबरबाट निरन्तर आइरहेको हुन्छ। हामी किसान हो, पाल्छौँ, गाई भैँसी पालिरहन्छौँ। गाई भैँसी नपाल्नेहरूलाई अवस्थामा यो चुलो बनाएर फेरि फाइदा छैन। जस एकपल्ट यसमा लगानी गरिसकेपछि चाहिँ यो चाहिँ जीवनव्यापी रूपमा चाहिँ सहज तरिकाले चलाउन सक्छ। धन्यवाद हाम्रो आदरणीय अङ्कल र हाम्रो हजुरआमालाई, जसले चाहिँ हाम्रो जुन कृषि परम्परागत कृषि औजारहरूलाई चाहिँ अहिलेसम्म पनि भावी पिँढीलाई का लागि भनेर एउटा ज्ञान र सिपको विषय हुनसक्छ भनेर संरक्षण गरेर राखिदिनु भएको रहेछ। त्यसका कारण हामीले आज आएर यहाँ यसरी अवलोकन गर्न पायौँ। जाँदा जाँदै अब फेरि पनि म अङ्कललाई चाहिँ उहाँको विचारहरू के राखिदिनु भनेर चाहिँ हार्दिक अनुरोध गर्दछु। धन्यवाद। रामपुर स्थित कृषि तथा पशु विज्ञान विश्वविद्यालयबाट ब्याचलर्स पढ्ने भएर जुन यो एउटा अवलोकनमा यो पुराना चिजहरूको कृषिमा प्रयोग हुने पुराना चिजहरूको जुन अवलोकनमा आउनु भएको छ र संरक्षणको अवस्था, यसले चाहिँ भोलि के गर्छ भने हाम्रो अवस्था के रहेछ त, हाम्रो जीवबाजेहरू कसरी आउनु भएको रहेछ त भन्ने कुराहरूको शिक्षा पनि यसले दिन्छ। शिक्षामूलक कार्यक्रम जुन योजना तपाईँ लिएर आउनुभयो, ग्यासको बारेमा, हलोको बारेमा जुन कुरा गरेर आजको बच्चाहरूलाई हलो भने के हो, कहाँ हुन्छ भनेको थाहा हुँदैन होइन। दुध खान पर्यो भने दुध कहाँबाट आउँछ भन्दा डेरीबाट, भैँसी के हो गाई के हो थाहा हुँदैन।
होइन यस्ता कुराहरूलाई चाहिँ जुन यो योजनाले यी बच्चाहरूलाई भोलिका पिँढीहरूलाई पनि हाम्रो चिजहरू यस्तो रहेछ है त यसरी प्रयोग गर्नुभएको थियो यसले यो काम गर्दो रहेछ भन्ने कुराहरू जुन चेतनामूलक कार्यक्रम मिलाउनु भएको छ यसमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हजुरलाई चाहिँ अब यो कुराहरू चाहिँ अब हामीले जसरी तपाईँहरूले हाम्रो लागि भनेर संरक्षण गरेर राखिदिनु भयो यो पनि अब हामीले भावी अब आउने पुस्ताहरूको लागि भनेर संरक्षण गरेर राखिदिनु पर्ने चाहिँ एउटा जरुरी देखिन्छ होइन? जरुरी देखिन्छ किनभने यो इतिहास हो। अब भने के अरे यस जुन कृषि परम्परागत औजारहरूको ज्ञान बटुल्ने क्रममा हामी यसरी आइपुगेका थियौँ। अब भने फेरि पनि जाँदै हजुरआमालाई विशेष धन्यवाद दिँदै म विज्ञान सुवेदी, म विनोद हिताल, म सोभी गरे यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद।